नमस्ते दाजै काइला दाजै हजुरको शुभ नामदेखि लिएर हजुरको परिचय भनिदिनु होला दाजै मरिलानु केही छैन दुई दिने जिन्दगी स्मरणको लागि है त ल सबै थाके जस्तो छ थाकेर बसी पनि सक्नु भएको छ अब धेरैजना लो हजुरहरू बस्नु सक्नुहुन्छ अनुमतिमै यहाँ वृद्ध अवस्था भएपछि हाम्रो जन्मस्थल पनि यही हो। हजुर खोटाङ जिल्ला साकेला गाउँपालिका 3 वार्ड नम्बर 8 पुङमा जन्म चाहिँ बनपाला। मेरो नाम चाहिँ वंशराज राई भन्नुपर्छ हो त्यसरी भन्नुहोस् न। त्यो भनेको ओडा भनेको साकेला गाउँपालिका ओडा नम्बर 3 पहिला साबिकको हो भनेदेखि यो ओडा नम्बर 8 हो। पहिलाको चाहिँ अब पुरानो गाविस र हन्दाको हजुर त्यसले गर्दाखेरि हामी त अब यहीँको बासिन्दा हो। हामीले अब घर छोडेर कतै बाहिर विदेश गएको छैन, नगएको हुनाले यहीँको जन्म यहीँनेरि घर रुमेर बसिरहेको छु। अब यहीँनेरि हुन्छ, यहीँनेरि विदेश हुन्छ, जसले गर्दाखेरि मेरो नाम चाहिँ के हो त भन्दाखेरि वंशराज राई भनेर चाहिँ अब सबैले भनेको छ। अब पुर्खा पनि भइयो, उमेर पुग्यो 70 देखि 71 लाग्यो अब भनेपछि अब त उसले नेटो काट्यो, उमेरले नेटो काटिसकेपछि त्यति तागत पनि हुँदैन, बल पनि हुँदैन। अब बाहिर जाने, विदेश जाने, अठाङ जाने भन्ने कुरा एउटा यसो नाति नातिनाहरूसँग रमाइलो गर्नु, छोरा बुहारीहरूसँग यसो बसेर हाँसी खुसी गर्नु राम्रो कुरा हो। त्यति मात्रै मलाई लाग्छ। धन्यवाद। हो दाजै, हस् हजुरको भनाइप्रति सम्मान गर्दै हजुर धेरै धेरै धन्यवाद। लु साइला दाजै पनि आइपुगिहाल्नुभयो। दाजैको परिचय सहित टक्कसँगले अलिकति दाजै यसो एक दुई शब्द बोलिदिनुहोस् न है साइला दाजै। परिचय भनेको म यो हाम्रो चाहिँ साकेला पालिका वडा नम्बर 3 सिटीमा गाउँटोल भनेको चाहिँ अब पुङमा बसोबासो लिएर बस्ने म वंशराज राई हो। अब अहिले चाहिँ 73 वर्षको उमेर भइसकेको छ, बुढोपाको भइयो। हजुर अब यसै गरी चाहिँ हाम्रो जिन्दगी बिताउँदै गइरहेको छौँ। अब हाम्रो छोराछोरी नाति नातिनीहरू पनि अब सबैजना भेला भएर यहाँनिर बसिरहेको छौँ। बसेर चाहिँ हामी अब यस्तै तरिकाले राम्ररी यसो गफगाफ गरिरहेको छौँ र भन्दै यति नै हो वक्तव्य। धन्यवाद। मेरो तिप्पाको छोरा साइला दाजै हंसराज राईज्यूले बोल्नुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। अब आयो मेरो काइली भाउजूको पालो। भाउजूको नाम आएन भने अब भाउजूको चाहिँ केसरी नाम के पो भाउजू? केशर माया राई हुनुहुन्छ यता मेरो काइली भाउजू। लु धन्यवाद। लु अब शर्मिला के अरे मैले पहिला नाम भनिसकेको छु, बुहारी नानी। ल ए ल शर्मिला राई चाहिँ हाम्रो चाहिँ बुहारी जेठी हुनुहुन्छ, शुक्र कुमार मेरो भतिजोको माइला दाजुको छोराको मिसेस श्रीमती शर्मिला राई हो। र अब फेरि त्यसै गरी कर्मशः हाम्रो नयाँ नाति मछा नाति ज्वाइँ को पनि परिचय सहित अब छोटो मिठो चट्ट भनिदिनु होला भन्ने आग्रह गरे। सेवा
अलिक भोलम कसिएर बढाइदिनु होला है, माइक जोडेको छैन। नयाँ ज्वाइँ हो, कसिएर नै दिनु होला। लाज मान्नु भएन आखिर हो ससुराली यिनै हो ल। मान्छे यिनै हो। गाउँपालिका पोखरी 6बाट म चाहिँ सन्तोष राई। अनि अहिले चाहिँ हाल चाहिँ ससुराल पुङमा भन्ने ठाउँमा चाहिँ ननाता सबैजना मम्मी लगायत सबैजनासँग गफसफ गर्दै यत्तिकै ससुरालतिर डुल्दै घुम्दै सबैजना यति भन्दै म चाहिँ हस् धन्यवाद। सिकुवाबास दिनु आएको होइन त, लिनु आएको हाम्रो नातिनी चाहिँ हामीले दिएको, तपाईँले लाँदै हुनुहुन्छ। तपाईँको दुवैजनाको नवदम्पतिको उत्तर प्रगति साथै सुखमय जिन्दगी बितोस्। हामी ससुराली माइतीहरूको तर्फबाट आशीर्वाद। र लु अब आयो कर्मश रूपमा हाम्रो फेरि नातिनी, नयाँ हुनेवाला बेहुली नातिनीको। लु बोल्नु पर्यो भक्कु। ल दुःखले गइस् कि सुखले गइस् कि भन्नु पर्यो। ल बोल्नु लजाए जस्तो छ, त्यही पनि लु अलिकतिले आमा यत्रो पढेको लु नभएन। लु ल भनेपछि अब धेरै शर्मायो मेरो नातिनी। अब नाम चाहिँ सुबिता राई। अहिले हालमा चाहिँ पढ्दा पढ्दै नाति ज्वाइँसँग चाहिँ वैवाहिक सम्बन्धको लागि अहिले बाँधिराखेको छ। अब म गनी साथै हाम्रो घरमा चाहिँ तपाईँहरूको छोरी चेली आएको छ भनेर चाहिँ चोरको स्वर अथवा सिकुवाबास लिन दिनलाई हामीले हिजो मात्र गरेर अब गरिएको छ। र अर्को हाम्रो सानो नातिनीहरूले लु ट्याक ट्याक, हाम्रो नातिनीहरू त टिकटक बनाउँदा बनाउँदा एक्सपिरियन्स छ नि होइन। ल दोस्रो नातिनीको नाम के अरे? स्याबास, हो त्यसरी। अब लु सुरु गर्ने। अर्को नानीको आइसा राई। ल सबैलाई ल धेरै धेरै धन्यवाद आजको यो भिडियो क्लिपको लागि। ल यति गर्दै आजको यो भिडियो क्लिपमा नव कलाकार अफिसियल च्यानल धर्मराज राई 5361 मा गएर सबैजनाले लाइक सेयर कमेन्ट र सब्सक्राइब गरिदिनु होला। धन्यवाद है त। ल सेवा, म धर्मराज राईको तर्फबाट मेरो परिचय दिनु भुलेछु। म पनि खोटाङ जिल्ला साकेला गाउँपालिका 3 खिदीमा वार्ड नम्बर 8 पुङमा वनपालामा जन्मिएको म धर्मराज राई हो है त। ल सेवा, नमस्ते, ओके, बाई बाई। लु धन्यवाद सबैलाई। एकछिन अलमल लाग्यो पनि त्यसको लागि माफी चाहन्छु है त। हस् सेवा।